दर्शकबिन माइती घर मण्डलाबाट निकै नै भावुक भिडियो तपाईहरुमाझ प्रस्तुत गर्दैछु। आज तिहारको भाइटिकाको दिन हो। तिहारको भाइटिकाको दिन सबैका घरमा दिदी बहिनीले दाजुभाइलाई टिका लगाएर मनाइरहेका छन्। तर जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको घरमा आज भाइटिका छैन। आज शहीद परिवार सबै मिलेर माइती घर मण्डलामा जति शहीद भए उनीहरूको फोटो राख्दै उनीहरूको तस्बिरमा नै भाइटिका लगाएको दृश्य हामी देखाइरहेका छौं। शहीद परिवारले आयोजना गरेको यो कार्यक्रममा धेरै जेनजी युवाहरूको उपस्थिति थियो। जेनजी अगुवा सुदन गुरुङ लगायत शहीद परिवारबाट धेरै व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो। उक्त कार्यक्रम मार्फत नै आज ती शहीद परिवारलाई आज ती शहीदको फोटोमा भाइटिकाको माला र टिका लगाएर उनीहरूलाई सम्झिरहेको दृश्य हामी देखाइरहेका छौं। हेर्नुहोस् त दर्शकवृन्द, जेनजी आन्दोलनका क्रममा 23 गते र 24 गते गरेर 78 जनाले ज्यान गुमाएका थिए। ती ज्यान गुमाउने परिवारहरूले आज यो निकै सराहनीय काम भएको छ। त्यहाँ धेरै युवाहरूको उपस्थिति छ। युवाहरू निकै भावुक मुद्रामा देखिरहेको हामी तपाईलाई देखाइरहेका छौं। सबैजनाले राष्ट्रको झण्डा ओढेका छन्। राष्ट्रिय झण्डा ओढेर नै उनीहरूले आज शहीदलाई सम्झिरहेको दृश्य हामी तपाईलाई देखाइरहेका छौं। होइन म त हजुर जस्तो